चाँडै ठिक होस् भगवान् मलाई। हाम्रो साउजीले चाहिँ झाडु खान लाउनु भयो। आँखा निरातो भइरहेछ, घरको याद आइरहेछ, आमाको याद आइरहेछ। मेरो काम कस्तो छ, मैले के गर्नुपर्छ भन्ने कुरा। हेलो गुड मर्निङ, नमस्ते नमस्कार सबैजना, स्वागत छ आजको मेरो यस ब्लगमा। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै छु। हल्का मात्रै असहज फिल भइरहेछ, नत्र आइ एम ओके। लेट्स आजको मौसम कस्तो छ हेरौँ है त। आज त झन् गर्मी हुनेवाला छ। सो साथीहरू, कुकुरको जिन्दगी पनि क्या मस्त छ हेर्नु। ओ माई गॉड, नाक फेरि बन्द भयो जस्तो फिल भएर हुन थालिरहेछ। औषधि नखाएको होइन। आँखा निरातो भइरहेछ। आई डोन्ट नो। सो बिहानको खाजा चाहिँ मैले रेडी गरेँ। ब्रेड, काँचो चना अनि एउटा स्याउ खाने। सो कामको लागि चाहिँ अब म निस्केको। हेरौँ आजको काम कस्तो हुन्छ। गर्मी गर्मी होला जस्तो छ। आज चाहिँ म साइकलमा उताबाट आउँदैछु, हेर्दै गरौँ। सो काममा चाहिँ अहिले हामी निस्किसकेको छौँ। आज अलिक गर्मी होला जस्तो छ। चिसो हावा पनि चलिरहेको छ। हेर्न सक्नुहुन्छ पछाडिको खेतबारी बबाल देखिरहेको छ। हावा चाहिँ एकदम चिसो चलिरहेको छ। आज गर्मी हुन्छ भनेको जाडो भइरहेछ। मैले छोटो कपडा लगाइरहेको छु। मान्छे रहेछ पछाडि तल्लोपट्टि। हावा चाहिँ एकदम चिसो चलिरहेको छ। टाउको दुख्ला जस्तो छ मलाई चाहिँ। आई डोन्ट नो। टाउको दुख्यो भने फेरि बर्बाद त्यहाँ। त्यसै पनि हरेक बेलुका टाउको दुख्छ। सो आइपुग्यो फाइनली जागिरमा। अब जाने गिर्नु। सो जागिरमा जाने हो होइन। केही समयपछि म साइकलमा जाँदैछु। तपाईँकोमा म यसबाट गाडीमा जानुभएको ए म गाडीमा गएको होइन। सो लेट्स अब जागिरमा लगाऊँ। सो म त्यहाँ काम सकेर अब अर्को ठाउँ साइकलमा जाँदैछु। सो आधी घन्टा जति लाग्छ अब साइकलमा। सो गइरहेको छु म। यसरी हात छोडेर चाहिँ साइकल कुदाउन चाहिँ सिकेँ। दिनैपिछे साइकल चलाएर होला होइन। तपाईँहरू कतिजनाले थाहा होला मेरो काम के हो भनेर। सो आज म तपाईँहरूलाई कामको परिचय दिन चाहन्छु। मेरो काम कस्तो छ, मैले के गर्नुपर्छ भन्ने कुरा। सो मेरो काम चाहिँ जापानिजमा चाहिँ खाइगो भन्छ, इङ्ग्लिसमा नर्सिङ केयर र नेपालीमा चाहिँ स्याहार सुसार भन्ने शब्द हो जस्तो मलाई लाग्छ होइन। शारीरिक मानसिक रूपमा अशक्त भएका मानिसहरू हुन्छन्, जो चाहिँ शारीरिक मानसिक रूपमा एकदमै अशक्त हुन्छन्, जो आफै हरेक कुराहरू गर्न सक्दैनन्, आफै निर्णयहरू लिन सक्दैनन्। त्यस्तो व्यक्तिहरूलाई चाहिँ हामीले दैनिक क्रियाकलापहरूमा चाहिँ सहयोग गर्नुपर्ने हुन्छ। उनीहरूको दैनिक क्रियाकलापहरूमा चाहिँ हामीले सहयोग गर्नुपर्ने हुन्छ। खाना खुवाउने, टोइलेट लाने, सरसफाइ गर्ने, नुहाइदिने, त्यस्तो कामहरू चाहिँ गर्नुपर्छ।
साँझको खाना चाहिँ यस्तो छ। सो अहिले चाहिँ म ब्रेकमा बसिरहेको छु। औषधि पनि खाएन मैले, छोडेँ। त्यही भएर पनि हो कि अलिक गाह्रो फिल भइरहेछ। आई डोन्ट नो, चाँडै ठिक हुन्छु म। चाँडै ठिक होस् भगवान् मलाई। आज पनि झाडु फालिरहेको छु म। हाम्रो साउजीले चाहिँ झाडु फाल्न लाउनु भयो एकछिन। सो साथीहरू, म चाहिँ कामबाट अहिले फर्किँदैछु। सो आज मलाई अलिक गाह्रो भइरहेको छ। रुगा पनि लागिरहेको छ, मार्गी पनि लागिरहेको छ। सो अहिले चाहिँ म रुम आइसकेको अवस्था छ। गाह्रो फिल भइरहेछ। आई डोन्ट नो, गाह्रो हल्का गाह्रो त भइरहेको छ होइन। सो मैले औषधि चाहिँ खाएन। औषधि नखाएर होला कि के भइरहेछ मैले आफैलाई बुझ्न सकेको छैन। सो अब फेरि एकचोटि चाहिँ हस्पिटल जानु पर्ला। 2 दिनसम्म कस्तो हुन्छ त्यसपछि नत्र हस्पिटल जानु पर्ला। यसपालि पैसा पनि अलिक कमै छ होइन, अलिक थोरै राखेको यसपालि। अनि पैसाले पनि पुग्दैन कि जस्तो लागिरहेछ। सो मैले केही बुझ्न सकिरहेको छैन मलाई के भइरहेछ भन्ने कुरा। खाजा चाहिँ एउटा ब्रेड, लट्स, मिक्स लट थोरै खानु पर्यो। टिस्यु हेर्नु न, यहाँनिर टिस्यु यति भइसक्यो, एकबाट सकिन लागिसक्यो। सो दाल बसाएँ, खाना बसाएँ। आजको खाना चाहिँ मैले यस्तो बनाएँ, देख्न सक्नुहुन्छ। मलाई अलिक गाह्रो भइरहेछ, त्यही भएर आज चाहिँ यस्तै बनाएर खाएँ। मेरो आँखा हेर्नु यस्तो रातो भइरहेछ कि, आँखा रातो भइरहेछ, नाक पुरै बन्द भइरहेछ। गाह्रो भइरहेछ। घरको याद पनि आइरहेछ। घरको याद आइरहेछ, आमाको याद आइरहेछ। सो एकदमै गाह्रो चाहिँ भइरहेको छ। अनि सन्चो नभएर पनि होला, एकदमै अहिले त घरको याद आइरहेछ कि। सो यस्तै चलिरहेको छ। सो भोलि बिहानै काममा जानु छ। फेरि काममा जान सकिएन भने फेरि बर्बाद हुन्छ। सो थ्याङ्क यू सो मच सबैजनालाई यहाँसम्म भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। सो आई होप म चाँडै ठिक हुनेछु है त। अर्को भिडियोमा म एकदम फ्रेस भएर आउनेछु, ठिक भएर आउनेछु। सो अर्को भिडियो हेर्न नबिर्सनु होला है त।